Hello everybody, this is Harish Vlog. So welcome to my new vlog. यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानल लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला है त। अब आज त्यस्तो नयाँ कन्टेन्ट त केही छैन हैन, त्यही पनि अब तपाईहरुको सामु हैन आजको भिडियोमा चाहिँ म मेरो चाहिँ एउटा स्पेशल गेस्टलाई चाहिँ लिएर आछु हैन। अब भन्नुपर्दा चाहिँ अब मैले नि अब त्यस्तो यताउता चिनेको थिएन हैन। अब यसो सँगै काम गर्दाखेरि कुरा गर्दा गर्दै हैन, अब उहाँ नेपालकै दाजु हुनुहुँदो रहेछ हैन। अनि कुरा गर्दा गर्दाखेरि चाहिँ उहाँसँग चाहिँ भेट भयो हैन। अब टक्क कुरा गर्दा गर्दै हैन, त्यसपछि चाहिँ उहाँ चाहिँ हुन्छ नि अहिले हाम्रो काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्छ नि हाम्रो बालेन सर हैन। उहाँको चाहिँ मिल्ने साथी हैन, एकदमै मिल्ने साथी हुनुहुँदो रहेछ हैन। त्यसपछि चाहिँ अब धेरै दिन भयो हैन, मैले भिडियोहरू पनि पोस्ट गरेको थिएन अनि कन्टेन्ट पनि मिलिरहेको थिएन। अनि टक्कै हैन आज दुईटैको अफ थियो अनि त्यही भएर चाहिँ हामी चाहिँ आज चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ सुरु गरेको हैन उहाँसँग चाहिँ हैन। अब केही कुराहरू सोध्ने छु हैन। अब यसो पहिलाका कुराहरू अब त्यस्तै हो। अब चाहिँ उहाँ चाहिँ दाइ हुनुहुन्छ हैन। हेलो नमस्कार, हेलो, हाई। अनि दाइ के छ त? अनि नयाँ नौलो खबर तपाईको? नयाँ नौलो खबर जस बाँचिरहौँ, बाँचिरहेछ भइरहेछ, त्यही नै हो। ठिक छ दाइ, एकदम नेपाल छोडेर विदेश आइएछ, एकदम दाइ हो। त्यही छ, दुःख सुख कारोबार भइरहेछ। दुःख सुख कारोबार भइरहेछ हैन। ए अनि दाइ हैन तपाईले भन्नुभयो हैन, अब तपाई चाहिँ के भन्छ बालेनको साथी हैन। अब के थाहा छ त दाइ, अब कसरी भेट भयो बालेन सरसँग हैन? अनि सँगै पढ्नुहुन्थ्यो कि काठमाडौँ छँदाखेरि के कसरी कस्तो के भयो त दाइ? बालनसँग म डाइरेक्ट त भेट भएको थिएन, मैले पहिला पनि चिनेको थिएन होइन। हजुर दाइ। खास भनौँ न मेरो साथी हुनुहुन्थ्यो प्रवीण श्रेष्ठ, उहाँ +2 सँगै पढेको। उहाँसँग मार्फत चाहिँ दुईजना नि सँगै पढ्न आउनुभएको रहेछ। म नि पढ्दै थिएँ, मास्टर गर्दै थिएँ। हजुर दाइ। अचानक चाहिँ उहाँ पनि कलेजमा आउँदाखेरि यस्तो प्रेजेन्टेसन के हुँदाखेरि ठ्याक्कै भेट भयो। अनि उहाँ फेरि मेरो +2 साथीको साथी चाहिँ हुनु रहेछ सँगै आएको। ए भनेपछि भेट भएको मेरो चाहिँ। भनेपछि बालेनले तपाईँले अहिले चिन्छ होला त? चिन्नुहुन्छ होला, हामी बस्दाखेरि जस हामी रुमहरू सेयर गर्ने, खानेकुरा खाने, कलेजमा भेटघाट गर्ने गर्थ्यौँ। एउटै कलेजमा पढ्नुहुन्थ्यो? हजुर, एउटै कलेज हो। हजुर। ब्रान्च चाहिँ हाम्रो छुट्टा छुट्टी थियो। ब्रान्च मतलब कस्तो स्टडी? डिपार्टमेन्ट सिभिल स्ट्रक्चर इन्जिनियर हो, म चाहिँ मेकानिकलको थिएँ। ए तपाईँ चाहिँ मेकानिकल इन्जिनियर, उहाँ चाहिँ सिभिल इन्जिनियर होइन दाइ? ए सही हो। अनि दाइ अरू के छ त तिता मिठा बातहरू होइन? कहिलेकाहीँ बालेन सरसँग झगडा यताउता कस्तो के हुन्थ्यो त पहिला? खासै त्यस्तो झगडा त केही भएको छैन। जस हामी एकदम मिलनसार हुन्थ्यौँ। अब रुमहरूमा खाने, कहिले उसको रुममा जाने, मेरो रुममा खाने, त्यस्तो सेयर हुन्थ्यो। भनेपछि कहिले तपाईँको रुममा आउने, तपाईँ उहाँको रुममा जाने होइन? अनि रमाइलो नै हुन्थ्यो? रमाइलो हुन्थ्यो, त्यो ठिकै हुन्थ्यो। ए दाइ तपाईँको नाम भन्नु भएन त अनि यति कुरा गर्दा गर्दै? मेरो शैलेन्द्र कुमार रजाली हो। हजुर दाइ। त्यही नै भन्नुभयो, नेपालदेखि। नेपालदेखि? नेपाल कुन ठाउँ दाइ? गुल्मी होइन? ए सही हो। अनि कुन कलेज पढ्नुहुन्थ्यो र दाइ पहिला नेपाल छँदाखेरि तपाईँ? नेपाल त म +2 निस्ट पढेको हो, लैनचौरको होइन। ए निस्ट कलेजमा? त्यसपछि म इन्डियामा पढ्न गएको, ब्याचलर र मास्टर चाहिँ NMIT कता? इन्डिया, बेङ्गलोरमा। ए बेङ्गलोरमा होइन? अनि बालेनजीलाई तपाईँले यहाँ नेपालकै कलेजमा भेट्नु भयो कि कस्तो? होइन, नेपालमा सँगै पढेँ, नेपालमा नै होइन। म हजुर बालेनलाई चाहिँ बेङ्गलोरमै मास्टर पढ्ने बेला। ए उहाँ बालेन सर नै बेङ्गलोरमा पढ्नुहुन्थ्यो? हजुर, बेङ्गलोरमै। ए सही हो। डिपार्टमेन्ट छुट्टी थियो। ए उतै होइन? ए मैले त नेपाल भनेर सोचेको यार दाइ यार। सही हो। अनि अरू नयाँ नौलो केही सुनाउनु पर्ने? नौलो केही छ, अब बालेनजीले राम्रो गर्नु होइन, अहिले धेरै हाइलाइट छ काठमाडौँमा। एकदम भन्दै जस स्ट्रक्चर इन्जिनियर पढेको सिभिलको, अनि पढेको सदुपयोग गर्नुभएको, त्यही नै खुसी हो म्यारिज सिस्टममा। अनि अब बालेनजीको त भयो होइन दाइ? अनि तपाईँले चाहिँ अब यहाँ के छ त, के गरिराख्नु भएको छ अहिले होइन? दिनचर्याहरू तपाईँको क्यानाडामा आएर होइन, अब नेपालमा त मेकानिकल इन्जिनियर हो नि त दाइ? अब टक्क होइन, अब नेपालमा क्यानाडामा आएर होइन तपाईँको यताको खानपिन लिएर बसोबास कस्तो चलिरहेछ यताको दाइ? ठिकै छ। अब खास आफ्नो देश छोड्ने मन त थिएन। हजुर दाइ। के गर्ने, अब काम पनि गरेको नेपालमा 4-5 वर्ष। हजुर दाइ। केमा गर्नुहुन्थ्यो दाइ नेपालमा काम चाहिँ? म इलेक्ट्रिक भेहिकल सम्बन्धी नै काम गर्थेँ। ए इलेक्ट्रिक भेहिकल सम्बन्धी? ए तपाईँको थुप्रै इन्टरभ्यूहरू पनि छन् नि होइन, अरू च्यानलहरूले हालेको? छन्। ए सही हो दाइ। त्यहाँ अब नेपालमा त्यही नै हो।
पढ्नेको मान्छे अलिकति रोजगारतिर नपुगेपछि बिर्सिन बाध्य हुने एकदम ठुला त्यहाँका भनसुन मान्छे ठुला मान्छेले मात्रै ठुलो जागिर पाउँछ हामी सानोतिनले गाह्रो भयो नि पढाइ मात्र इन्जिनियर भयो होइन दाइ इन्जिनियर काम भन्ने केही पनि छैन त्यही हो दाइ त्यही भएर विदेशी नै बाध्य भयो होइन दाइ त्यही तपाईँ जस्तो होइन एउटा होनहार इन्जिनियर त अब विदेशिनु भएको छैन अब हामी त अब त्यही हो +2 गऱ्यो भाग्यो होइन दाइ हाम्रो त के सुनाउनु होइन हाम्रो त अब त्यस्तै हो अब ठिक छ गर्नुपर्छ होइन दाइ अब के भन्ने त अब ठिकै छ दुःख सुख जसरी गरी गर्नुपर्छ अब आफ्नो देशको माया गर्नुपर्छ माया लाग्यो सबै गरी विदेशमा नि बसिरहनु हुन्न एकदम अब त्यही हो यहाँ पनि म कुरा बुझ्दाखेरि साथीहरू भाइ भेट्दाखेरि सकेसम्म नेपालमै पोलिटिक्स स्टेबलतिर भयो भने सबै फर्किन चाहन्छ पनि अब भएको हामीभन्दा पहिले आएका हजुर पैसा कमाएका छन् उनीहरू धेरै लगानी गर्न चाहन्छ म सोच्दाखेरि बुझिरहेको छु हजुर त्यस्तो खालको छ यदि त्यस्तो स्टेबल भयो भने हजुर राम्रो हुन्छ भन्ने लाग्छ अनि केही सोच्नु भएको छ कि अब यसो नेपालको लागि होइन नेपाल गएर केही गरौँला भन्ने केही सोच्नु भएको छ कि अब यतै पिआर लिने यतै बस्ने यतै घरजम बसाउने भन्ने केही त्यस्तो केही प्लान बनाउनु भएको छ त दाइले छैन मेरो सोच त पहिले नेपालमै गर्ने प्लान थियो हजुर दाइ सकेसम्म नेपालमा गर्ने गरेकै हो 4-5 वर्षमा हजुर दाइ तर अब गर्दा पनि त्यही हो अब आफूले भने जस्तो भएन एकदम गाउँदेखि आएको मान्छे गुलिमदेखि हजुर दाइ काठमाडौँ थाहा रेन्टहरू तलबले नै ठ्याक्क रेन्ट पुग्ने खानु पनि ठिकै हुने सेभिङ छैन पैसाले बचतले के आफ्नो बिजनेस खोल्यो भने केही पनि छैन होइन दाइ ठिकै छ अब म यता खासै लङ टर्मसम्म त बस्ने प्लान छैन हजुर दाइ पछि काम लिनु भयो भने केही गर्ने विचार छ नेपालतिर कोलाबोरेसन गरेर अब अहिले नभनौँ तर अबको 10-15 वर्ष भनौँ कति वर्ष हुन्छ हजुर दाइ तर चाहिँ लङ टर्म पछि एउटा केही गर्ने प्लान चाहिँ योजना चाहिँ बनाइराख्नु भएको छ होइन दाइ पर्छ दाइ अब त्यस्तै हो अनि त्यो चाहिँ टक्क होइन त्यो भन्नु भएन नि तपाईँले अब यताको दिनचर्या चाहिँ कसरी बितिरहेछ भन्ने चाहिँ कुरै मोडिदिनु भयो नि अहिले त म जस स्टडी ब्रेकमै छु म पनि पढ्न त पहिले पढिसकेको हो त्यही पनि फेरि अझै स्किल ट्रेड जस्तै अब मेकानिकलको लागि अब केही स्किलको लागि एक्स्ट्रा नलेजहरू पढ्ने कोर्स लिएको छु होइन हजुर दाइ यस कोर्स पनि राम्रै ठिकै छ अब नेपालमा पढेको कोर्स र इन्डियामा पढेको कोर्स भन्दा यहाँ धेरै डिफ्रेन्ट रहेछ है हजुर कोर्स त त्यही हो होइन नेपालमा उता पढेको मेकानिकलै हो है यता नि हजुर दाइ कोर्स भए पनि तर यहाँ धेरै थ्योरी भन्दा प्र्याक्टिकल कुरा धेरै हुने रहेछ है हजुर दाइ एकदम धेरै कुरा जानकारी अब जति जे इन्डस्ट्री फिल्डमा गर्छ सबै ल्याबमा गर्ने सबै कुरा धेरै सिक्नु पाइरहेको छु हजुर भनेपछि दिनचर्या भन्दाखेरि ठिकै भइरहेछ अब सानोतिनो जब गऱ्यो बस्यो खाना लाउन पुगेछ त्यही हो पुगेछ होइन दाइ भनेपछि एकमुठी सास बाँच्नु त एकदम एकदम होइन रमाइलो नै गर्नुपर्छ होइन कहिलेकाहीँ अब यस्तै हो सुख दुःख भन्ने त यस्तै हो होइन अब त्यही हो नेपालले भन्नुभयो तपाईँले अब विदेशीमा बाध्य भयो होइन दाइ अब त्यो नेपालमा यहाँको जस्तो जागिर यहाँ सानै जागिर गऱ्यो नि जे भयो नि यहाँ राम्रै गर्न सकिन्छ होइन दाइ सानो जागिर भए पनि जस यहाँ कामप्रति सबैलाई भेदभाव छैन होइन एकदम इक्वालिटी छ जस्तै नेपालमा सानोलाई हेप्ने कारहरू ठुल्ठुलो मान्छेले मात्र मै भन्ने त्यस्तो खालको छ हजुर त्यो चेतना चाहिँ चेन्ज गर्नुपर्ने अवश्य छ है एकदम त्यो चाहिँ अब आस्ते होला बिस्तारै हुन्छ होला अब अरू देशमा चाहिँ हरेक कुरामा सोसलाइजले सबै कुरामा चेतनशील छ उनीहरू हरेक कुरामा डिसिप्लिन छ होइन हजुर त धेरै यो यहाँ आएपछि म धेरै कुरा सिक्न पाएँ त्यो पनि छ है भिजुलाइजेसनबाट धेरै कुरा देख्न पाएँ एकदम नेपालमा चाहिँ त्यो कमी छ एकदमै कमी छ है त्यो पनि गर्नु जरुरी छ हजुर दाइ एकदम भनेपछि धेरै कुरा चेन्ज गर्न जरुरी छ है हुनु त अब भइहाल्छ दाइ अब केही समयपछि अब भर्खर त युवाहरू चाहिँ अब राजनीतिकबाट मतलब भनौँ न एकदम एजुकेटेड पर्सनहरू चाहिँ राजनीतिकमा आइरहेछन् होइन अब चाहिँ पुराना टाउकेहरू अब गएपछि चाहिँ अब चाहिँ हुन्छ जस्तो अलिअलि फिल त भइरहेछ है यस्तो अब राजनीति भन्ने कुरा पनि हामी त अब विद्यार्थी नै राजनीतिक त कसैलाई पनि गर्नु जरुरी छैन आफ्नो क्षेत्र हुन्छ हजुर जस्तै हामी इन्जिनियर हुनुको लागि इन्जिनियरिङ क्षेत्रमा केही गर्न सक्ने हो हजुर एकदम जस्तो जे पनि मेन कुरा चाहिँ मान्छेहरू अब जो नेता भए पनि हजुर डिसिप्लिन इमान्दार हुनु पर्यो इमान्दार ठग्नु भएन एकदम खालि ठग्ने मात्र बानी छ ठग्ने बानी ठग्ने र कसै ढाँटेर खाने ठग्ने हजुर मेहनत नगर्ने
थ्योरी बाँकी त्यही ठगेर होइन दाइ अहिले अब यताको जस्तो नियम भएन होइन नेपालमै बसेर नै नियम होइन कि यता के छन् भन्दा हल्का मान्छे पनि हुन पनि हो हामी अब धेरै कुरामा शिक्षितमा धेरै ग्याप छ होइन अब यहाँको मान्छेहरू त अलिकति शिक्षित भएर होला जे भए पनि उनी आफ्नो डिसिप्लिनमा छन् त्यस हजुर जे गरे पनि आफ्नो डिसिप्लिन अब रुल भनेको रुल फलो गर्ने त्यस्तो खालको छ होइन मेन कुरा त्यही नै भएपछि आफै डेभलप त भइहाल्छ होइन किन भन्दाखेरि यहाँ डेभलप भन्ने कुरा चाहिँ कहिले सकिँदैन यहाँ पनि अझै भएर पनि अझै भइरहेछ एकदम विकास भइरहेछ नि दाइ कहिले सकिँदैन हजुर दाइ अब त्यही हो नेपालमा चाहिँ अलिकति लो रेटमा छ यहाँ चाहिँ अलिकति फास्टमा छ भने हाम्रो चाहिँ लो रेटमा छ त्यही नै हो त्यो लो रेटमा हुनुको कारण चाहिँ के कस्तो के लाग्छ त दाइलाई लो रेटमा भनेको त्यही नै हो अब हामीहरू काम गर्ने भन्दा धेरै ठग्ने मात्र भयो होइन बिचले फोन गरेर घरमा इक्जाम्पल दिँदा जस्तै अब किसानले उत्पादन गर्छ उत्पादन गरेको जस्तै एउटा तरकारी ल्याऊ जस्तै 10 रुपियाँ गोपी बेच्यो भने त्यसलाई फोन गरी कमिसन खाइ उहाँ पसल हुन्छ त्यो एउटा सानो गोपीलाई 100 भन्दा धेरै माथि पुग्छ कमिसन चक्करमा भनेको बिचको मान्छे चाहिँ काम नगर्ने फोनको भरमा तर यता के देख्यो भने विदेशमा सबैले काम गर्ने एउटा फिक्स हुन्छ अब जे हरेक कुरामा फिक्स भएपछि के भयो भने अब डाइरेक्ट किसानलाई पनि गभर्मेन्टले डाइरेक्ट उसले पैसा दिने त्यस्तो हाल भयो कि बिचमा खाने कसै पनि भन्ने त्यस्तो खालको सिस्टम यहाँ चाहिँ मिडियम पर्सन चाहिँ नहुने भयो नि मिडियम छ तर उसलाई पनि रुल्स रेगुलेसन सर्टनली गरेछ त्यसले धेरै खायो भने उसलाई पनि कारवाही हुने त्यस्तो जाएर छ यस्तो छ सही नेपालमा चाहिँ छैन नेपालमा चाहिँ छैन होइन एकदमै सही भन्नुभयो नि तपाईँले अनि अरू के छ त दाइ अब यताको कति भयो दाइ तपाईँलाई क्यानाडाको चाहिँ ठ्याक्कै क्यानाडाको म चाहिँ भयो 8 महिना जति 8 महिना भयो भनेपछि पुरा भयो भनौँ तपाईँ कति 2024 को सेप्टेम्बरमा आउनुभयो भनेपछि दाइ र मसँगै आएको रहेछ होइन यता ठिक छ अनि दाइ अब कस्तो नेपालको माया लाग्छ कि घर परिवारको कस्तो एक्लै माया लाग्छ नि सबैको माया लाग्छ होइन त याद आइरहन्छ विदेश भनेको त्यस्तै म त धेरै अब पहिलेदेखि नै बाहिर बसेको अब मलाई थाहा छ धेरै कुरा हरेक कुराहरू हजुर दाइ भनेपछि अब लाग्छ नेपालमा माया लाग्छ होइन माया नलागे अब त्यस कारणले बालनजीले पनि केही राम्रो गरौँ भने म अहिले त कन्ट्याक्टमा छैन खासै त्यस्तो तर कन्ट्याक्टमा गएपछि चिन्नुहुन्छ होला सायद होइन गए पनि तर म त्यसरी डिस्टर्ब गर्न चाहनु आफ्नो काममा व्यस्त हुनुहुन्छ होइन एकदम अब यहाँ भाइले ब्लग गराउँ भनेर यसो धेरै दिनपछि धेरै दिनपछि भिडियोमा पनि निस्क्यो त्यही बनाऊँ भनेर यसो बनाइदिएको मात्र हो त्यही हेर्दा एकदम अनि के भन्छ बालेनजीको बारे सबभन्दा के भन्छ होला नि त त्यस्तो अब साथी भन्नुभयो होइन दाइ अब हरेक साथीहरू बिच होइन किन के कुराहरू थाहा हुन्छ नि त त्यस्तो राम्रो नराम्रो भन्ने क्या हुन्छ नि त सानो छँदाखेरि अब यसो होइन जस्तै हुन्छ नि धेरै कुराहरू हुन्छ नि दाइ साथीहरू बिच थाहा पाउने क्या त्यस्तो के कुरा थाहा पाउनु भएको छ त बालेन सरको तपाईँ अहिले त कसैलाई थाहा छैन नि त त्यस्तो त अब नराम्रो मान्छे होइन राम्रै हो है अब नेपालमा के गर्छु भनेर भन्नुभयो हो पोलिटिक्स लाग्नुभयो राम्रो छ होइन पहिला त गीतबाट नि धेरै नै प्रेसर दिने गर्नुहुन्थ्यो भन्ने सुनेको थिएँ मैले त खासै गीत पनि सुनेन म उहीँबाटै चिने हो उहाँबाट पनि खासै के अरे चिन्न पनि पछिबाट धेरै पछिबाट चिने हो बालनजी घेरापर गीत गाउनुहुन्छ म त्यस्तो ऱ्याप स्याप पनि खासै सुन्दिनँ अनि पछिबाट थाहा भयो कि उहाँ त मैले त सिङ्गर अथवा सेलिब्रिटी जस्तो हुनुहुँदैछ मैले त मेयर भइसकेपछि थाहा भएको गाना गाउँछ भनेर एकजना साथीले रिफर गर्नुभयो र साथीले भेटेर बाल्नु भने अब मेरो रुम साथी हुनुहुन्थ्यो एकजना रुम पार्टनर बालनजी त उहाँ भने मलाई थाहा भएन चेक गर्दा अचानक तरिकाले के गाना गाएको भन्ने थाहा भएको कुरो चाहिँ बालनजी त्यही हो राम्रै हुन्छ है अब देश विकासमा लागिराख्नु भएको छ होइन दाइ केही गर्छन् भन्ने आश छ त दाइलाई आश छ अब उहाँले गरिरहनु भएको छ होइन आफ्नो भने नि मैले पहिले नि अब जे पढेको छ उहाँले स्ट्रक्चर इन्जिनियर भनेको सिभिलमा भनेको त्यही नै हो जस्तै सिभिल कोर्समै पर्छ सिटी म्यानेजमेन्टहरूदेखि सबै म्यानेजमेन्ट पर्छ जे पढ्नु भएको उहाँले चाहिँ युटिलाइजेसन गर्नु भएको त्यही नै कुरा हो म्यानेजमेन्ट गर्ने कुरा नि सबैभन्दा कुरा नेपालमा चाहिँ म्यानेजमेन्ट भन्दा नि केही पनि गर्न त्यसरी खतम भएको म्यानेज गरेपछि
सब कुरा ठिक हुन्छ भन्ने कुरा करोड गइसक्यो भइसक्यो होइन दाइ एकदम युटिलाइजेसन गर्ने युटिलाइजेसन गर्नु पऱ्यो है दाइ तपाईँले सही भन्नुभयो दाइ ल अब भइसक्यो होला नि दाइ अब यस्तै हो केटाहरू होइन जहाँ गए पनि अब रमाइलो गर्नुपर्छ कुराकानी गर्नुपर्छ होइन एक्लै फेल भइन्छ अब रमाउनुपर्छ भन्छु होइन साथीहरू अब यस्तो देश विकास निर्माणमा त यस्तो अब गर्नेहरू गरिरहेछन् होइन अब भर्खर दाइले पनि भन्नुभयो होइन अब चाहिँ म यहीँ बस्दैन होइन सोचेको छु होइन योजनाहरू बनाएको छु होइन अब उहाँ चाहिँ व्यक्तिगत रूपमा भन्नुपर्दा चाहिँ उहाँ चाहिँ मेकानिकल इन्जिनियर हुनुहुन्छ होइन उहाँले चाहिँ अब इन्डिया गएर होइन अब मेकानिकल इन्जिनियरमा डिग्री लिएर होइन नेपालमा केही गर्छु भनेर नेपालमा जब गरेँ होइन अब जब गर्दा गर्दै 4-5 वर्षै गरेँ होइन अब उहाँलाई चाहिँ त्यसपछि चाहिँ अब चाहिँ यो जबले चाहिँ होइन मभित्र भएको योजनाहरूलाई चाहिँ अब हुन्छ नि अब म सुरु गर्न सक्दैन भन्ने चाहिँ फिल भएर होइन अब त्यही नेपालको महँगी होइन अब त्यही काठमाडौँको भनौँ न अब काठमाडौँमा त्यही मिनिमम 7,000 रुम भाडा हुन्छ होइन अब त्यसमै ल म्याक्सिमम 50,000 हुन्छ मानौँ न त अहिले हाम्रो सामान्य ल 85,000 नभनौँ कि अब सामान्य त 30-35 हजार हुन्छ होइन जागिर अब त्यसमै 7,000 त्यहाँ जान्छ फेरि चामल खाना यताउता किन्दा किन्दै लास्टमा बस्ने जिरो बस्छ होइन अनि त्यही हो साथीहरू त्यही भएर चाहिँ अब भन्नुभयो दाइले होइन म यहीँ बस्न चाहिँ आएको होइन मेरा केही योजनाहरू छन् मेरा केही उद्देश्यहरू छन् होइन उक्त ती उद्देश्यहरूलाई होइन योजनाहरूलाई चाहिँ होइन पुरा गर्नका निमित्त चाहिँ म विदेश गएको हुँ होइन यस्तै कुरा गर्नुभयो दाइले होइन अब केही सेभिङ भएपछि भनौँ न सेभिङ भन्दा नि केही गर्न सक्छु अब चाहिँ म नेपालमा भन्ने भइसकेपछि चाहिँ दाइ अब म नेपालमै जान्छु नेपालमै गर्छु भन्ने चाहिँ यस्तै कुराहरू चाहिँ सुन्नुभयो होइन अब त्यही हो अब यस्तै भिडियोहरू लिएर हामी फेरि पनि आउनेछौँ होइन अब त्यही हो अब साथ सपोर्ट चाहिँ गरिदिनु होला भन्छु होइन त्यही हो साथीहरू त्यही हो त दाइ होइन दाइ एकदम सही हो एकदम मलाई सही हो खुसी दाइ लाग्यो भाइको धेरै दिनपछि भ्लग लाग्यो भन्दाखेरि एकदम दाइ खास इन्टरभ्यू त दिने खासै मलाई आउँदैन भ्लग पनि खासै बनाएको छैन इन्ट्रेस्ट छैन हजुर दाइ त्यही नि अब उहाँको भाइको ब्लग चाहिँ लाइक सब्सक्राइब गरिदिनुहोस् एकदम दाइ होइन दाइ ठिकै छ भिडियोहरू भाइले ल्याउँदै गर्नु भाइले ल्याउँदै गर्नुहुन्छ होइन दाइ ल अब नयाँ कुराहरू खालि कुरा मात्र होइन कि अब के कम्पेयर गरिन्छ डेभलपमेन्टको बारेमा होइन के छ क्यानाडामा कस्तो छ नेपालमा कस्तो छ होइन कम्पेरिजन गरेर त्यस्तो खालको पनि विकास सम्बन्धी कुरा पनि ल्याउन सकिन्छ एकदम कसरी गरेर चेन्ज गर्न सकिन्छ त्यस्तो खालको पनि एउटा नलेज नै हो नि भलक भन्ने खालि आफ्नो त्यो भ्यू देखाउने त्यो होइन खालि सब्सक्राइब बढाएर पैसा कमाउने मात्र होइन कि नलेज पनि सेयर गर्ने हो नलेज सेयर गर्ने अब त्यो के भइरहेछ होइन दाइ जस्तै यो क्यानाडाको विकास कसरी भइरह अब यसलाई चाहिँ हामीले युट्युब कसरी सकिन्छ नेपालमा त्यो कुरा पनि सेयर गर्नु नि भिडियो बनाउने अब तपाईँहरूले हेर्ने मेन त्यही त हो होइन दाइ त्यही हो हाम्रो डेली त नभनौँ होइन टाइम हुँदैन हामीसँग नि काममा जानुपर्छ गर्नुपर्छ समय भएको बेला होइन सकेसम्म विकली चाहिँ भिडियोहरू आउँछन् होइन हेरेर चाहिँ साथ सपोर्ट दिनु होला भन्दै होइन अहिले चाहिँ हामी चाहिँ बिदा हुन्छौँ होइन दाइ हजुर एकदम ल बाई बाई